क्लास 12 को इक्जामको रिजल्ट बिर्सिस समय नै के आउँछ रे अन्डा र नरिवल। अब केटाहरूले बोरा बिस्तर सबै बाँधे हुन्छ, अब घरमा बाँसै हुँदैन। बाउले सिधै मुन्टो अझै देवगन जस्तै देख्छ। केटीहरूको त के कुरा गर्नु, यस्तो गर्मी छ खाली बरफ खानी भन्दै हिँडे हुन्छ। अब घरमा मम्मीले इक्जामको रिजल्ट थाहा पाउनु भयो भने जति बेला नि बरफ भन्छस् होइन, त्यही साइकलमा बेच्ने बरफसँगै पे गरिदिनुहुन्छ तिमीहरूको। अब कुरा के हो भन्दाखेरि अब मेरो जस्तो डुङ गनाउने काकी मैले सुँगाइदियो भने तिमीहरूले गर्छौ होइन। त्यो रिजल्टको दिन पनि तिमीहरूको मार्क्स हेऱ्यो भने हुन्छ। अनि घरमा फेरि फोन गाउँदेखि पहाडदेखि इष्ट मित्र आफन्त सबैले फोन गर्छ, हजुरको छोरीको के आयो नि, पासै भयो। भएन पासै भएन तँलाई नै भनेको मैले सीमा ठेस्नी चिट नहानी इक्जाम दे भनेको थिएँ, मैले चिट हानेकै थिइस् नि। त्यहाँ इक्जामको रिजल्टको दिन थाहा हुन्छ। पक्कले आफै गर्ने, आफूले जति सक्छ पढेको बुझेको अनुसार क्वेसन पेपरको माथिपट्टि जहिले पनि लेखेकै हुन्छ क्यान्डिडेट्स आर रिक्वायर्ड टु गिभ देयर एन्सर इन देयर अन वर्ड्स एज फार एज प्र्याक्टिकेबल भनेर क्वेसन पेपरको माथि नै लेखेको हुन्छ। त्यो भनेको आफूले जति बुझेको छ, आफ्नो क्षमता जति छ त्यति देऊ है। दायाँ बायाँ नगर भनेको हो। त्यो भनेको दायाँ बायाँ गरेर इक्जाम दिएको थिइस् तैले। साथी पास भयो भने त पनि पास, साथी फेल भयो भने त पनि फेल, किनकि चिट हानेको छ फेरि त्यसमै छ खुसी। आफू मात्र फेल भयो भने त रमाइलो आउँदैन नि, साथी पनि फेल हुनुपर्छ तँलाई सीमा झ्याक्नी। अब जस्तो केटी र घरबेटीहरूको भरै हुँदैन, दुवैजनाले कति बेला पैसा माग्छ थाहा नै हुँदैन। त्यस्तै गरी यता न उति साथीले सिकाउँछु भन्दा लास्टमा आएर लुटी। तँ सम्झा यो कुरा थाहा छ कि थाहा छैन? साथी देखा त यो क्वेसन नम्बर देखा त भने हुन्छ, त्यो गर्छ उसले, त्यो हो त्यही देखाउँछ, तिमीले त्यो सार्छौ होइन। त्यसपछि के हुन्छ थाहा छ? त्यसले जुन अगाडिपट्टि गरेको त्यो जुन क्वेसन तिमीलाई देखाएको थियो नि साला, त्यो क्वेसन त्यसले स्वाटै काट्छ अनि त्यसको राइट एन्सर फेरि लेख्छ अनि त्यो देखाउँदैन, किनभने त्यो क्वेसन अगाडि नै देखाएर तिमीले लेखिसकेको छ। तर त्यसले पुरै उल्टो सिकाएर तिमीलाई चाहिँ फेल बनाइदिएर हुन्छ। त्यही भएर यहाँबाट बुझ्नु, साथी पास भयो म फेल भयो, मैले त यसकै त सारेको त हो नि सबै, तर म कसरी फेल भए भनेर पछि पछुताउनु भन्दा आफै सबै गरेको भए कानको कान गुजी छड्किने गरी मैले हान्छु भन्न मैले। साथीले भनेको कति बेला विश्वासघात गर्छ थाहा नै हुँदैन है। सुरुमा जुन क्वेसन तिमीलाई आएको हुँदैन त्यही क्वेसन साथी देखा त भन्छ, रुखमा गरिरहेको छु भन्छ, त्यसले त्यही क्वेसन गर्छ तर रङ गर्छ सुरुमा। अनि त्यो रङ गरिसकेपछि देखाउँछ, तिमीले त्यो सार्छौ, त्यही रङ सारेको हुन्छ, तर साला फेरि त्यसले त्यो काट्छ अनि राइट गर्छ अनि तिमीले त्यहाँ रङ लेखिसकेको हुन्छ। अनि फेरि अर्को क्वेसन सोध्छ, फेरि अर्को क्वेसन पनि त्यस्तै रङ लेख्छ, तिमीलाई देखाउँछ, फेरि त्यसले काट्छ राइट गर्छ, तर रङ जति सबै तिमीले लेखिरहेको हुन्छ। लास्टमा के हुन्छ, मेरो डुङ गनाउने काकी तिमीहरूले आएर सुन्नुपर्छ, एकछिनसम्मै। त्यही हो, अब म धेरै भन्न चाहदिनँ होइन। त्यही हो, रिजल्ट आउन लाएर सबैजना टेन्सन तनाव लिएर बसिरहेको छ, त्यो केही पनि हुँदैन, त्यस्तो सोच्नै पर्दैन होइन। अब राम्रै गरेको छ, आफूले जति सक्छ त्यति गरेकै हुन्छ। फाइनल भनेको अब आफूले सक्दो दिएकै हुन्छ सबैले होइन। फेरि अर्कोचोटि दिउँला नि भनेर सोच, त्यस्तो पाराले कहिले पनि इक्जाम दिएको हुँदैन होइन। जो सबैले राम्रै गरेको होला, बेस्ट अफ लक होइन। रिजल्ट आउँदैछ भने कति टेन्सन हानेको मलाई त बोल्नु पर्यो, कति बनाउनु हो साला, जिन्दगीको आधा भिडियो तिमीहरूलाई बनाउँदा गइसकेको छ।